त्यो 14 नम्बर वडा ठाना भन्छ, करादी ठाना पनि भन्छ। ए करादी ठाना पुरै सुन्तला देखिन्छ त। कतिको सङ्ख्या होला यो सुन्तलाको बिरुवा यहाँ के अरे बोट चाहिँ? बिरुवा त यो हिसाब गर्ने हो भने त अनुमानित के लगभग 4-5 हजार बिरुवा छन् होला गाउँभित्र होइन। 4-5 हजार वार्षिक पल्लो गाउँमा छन् अझै धेरै। पल्लो गाउँ भनेको हाम्रै जोडिएको एउटै करादी भन्ने छ, यो ठाना भयो। 4-5 हजार बिरुवा यता उता 5-7 हजार बिरुवा छन्। अहिले इन्कमको हिसाबले त लगभग ठानाबाट वार्षिक रूपमा हजुरहरूले चाहिँ निर्यात भनौँ न यहाँबाट पठाउने हो के सर होइन। बल्ल बिरुवा हुर्काउँदैछन्, फल्न सुरु भएको छ। अब इन्कम लिन थालेको पनि गाउँले 2-3 वर्ष भयो। यो लिँदा अहिले चाहिँ 18 लाख बराबरको हाम्रो गाउँबाटै 10 घर मध्येबाट 18 लाखको सुन्तला बेच्नुभयो। निर्यात भयो। अब केही वर्षमा 5-7 वर्षमा एउटैको 18 लाख हुने वाला छ है। ओहो यो त निकै भनेपछि त समृद्धिका लागि कमाउनको लागि त त्यति धेरै अमेरिका जानु पर्यो सर। परेन है? अमेरिका परेन, युरोपको लागि जानु पर्यो। यस्तो व्यावसायिक रूपमा सुन्तला जस्तो चिज होइन। हजुर अब यस्तो राम्रो मार्केट पनि घरैबाट बिक्री हुन्छ। कहाँको व्यापारी आउँछन् सर यहाँ? काठमाडौँ जहाँ व्यापार हुन्छ। हजुरहरूले टिप दिने हो कि? हामी टिप पनि पाइन्छ, आफूले टिप्छ। उहाँहरूले पनि टिप्छन्। कसरी दिनुहुन्छ हजुरहरूले दिँदा चाहिँ? 50 देखि 60 पर्छ। मौका पऱ्यो भने 60 पनि पर्छ प्रति किलो। हजुर नत्र चाहिँ 50 किलोको त नर्मल्ली भयो। यो अवधारणा सुन्तला खेतीको व्यवस्थित यो अवधारणा चाहिँ कहिले इमर्ज भयो भनौँ न? कहिलेबाट सुरु भयो यहाँ चाहिँ? धेरै भएको छैन, यहाँ त 8-10 वर्ष हो। सुन्तला जोन संज्ञाको यो कार्यक्रमहरू सुरु भएपछि हजुर यहाँ त पहिलादेखि लोकल सुन्तलाहरू खेती गरिने हो। त्यो घरमा खानको लागि इष्टमित्रलाई खुवाउनको लागि रहेछ भन्ने चाहिँ भयो। त्यसपछि त कार्यक्रम भयो, जोडियो, बिरुवाहरू ल्याउने लगाउने, मान्छे आफ्नै तरिकाले व्यवसाय गर्न खोजे मान्छे धेरैले होइन। त्यसपछि यसले अब यो व्यावसायिक रूप धारणै भयो। भनेपछि एभरेजमा करिब 1.5 लाखको दरले एउटा घरलाई अहिलेको हिसाबमा छ। त्यसरी भयो, त्यो हिसाबमा छ। अब अर्को वर्ष कति वर्ष हेरौँ होइन। अहिले अनि यो बाँदरको चाहिँ के छ समस्या? सुन्तला त बाँदरले नै एट्याक गर्छ नि होइन र? यहाँ चाहिँ कसरी जोगाउनु भएको छ त सुन्तलालाई बाँदरबाट? सर कस्तो हुँदो रहेछ भने बाँदर अहिले बर्खामा त हाम्रो आउँदैन खासै होइन। वर्षामा वर्षे बालीहरूको लागि समस्या छैन। फाटातिर बाँदर जब उता खान पाएन भने मास्टर निस्कन्छ हाम्रो यहाँ। त्यो बेला हो 2 महिना त मान्छे राखेर पनि सकिन्छ। सुन्तलाको लागि त बाँदरको टेन्सन लिनु पर्दैन छैन है। अब सुन्तला हजुरहरूको अनुभवले चाहिँ सुन्तला खेतीका लागि के आवश्यक रहेछ त भन्ने कुरा 1, 2, 3 भनेर भन्दा? त भूगोल हो, माटो नै हो। माटो नै हो, जमिन मिल्नुपर्छ। अर्को टिकाउको लागि जमिन र माटो नमिले हुँदैन। यहाँको सबैभन्दा राम्रो विशेषता बाक्लो फल्ने र बिरुवा टिक्ने हो कि। त्यसै सबभन्दा राम्रो धेरै ठाउँमा 8-10 वर्षपछि टिक्दैनन् बिरुवाहरू अनि पातलो फल्छ। यहाँ जति पनि फले पनि होइन एउटा बुटोमा तपाईँ 4-5 क्विन्टलसम्म फल्छ। त्यो भनेको धेरै हो। 5,000 दरले पनि कमसेकम 20,000 त एउटा बुटोमा पर्छ। यो स्टाइलको बुटोहरूमा 4-5 क्विन्टल फल्छ कि। यसमै 4-5 क्विन्टल 4-5 क्विन्टल यसमा फल्छ भनेपछि 20,000 को बुटो हो यो त। 20,000 को बुटो भयो। 20,000 को बुटो अब तपाईँ तराईमा गएर घडेरी किन्ने हो भने यो बुटो बराबरको 20,000 हेर्नु त। तर जमिनको मूल्य भन्दा त यो बुटोको मूल्य धेरै छ त होइन भन्न त। यो भनेपछि त जस उत्साहित हुनुहुन्छ तपाईँ सबै यो सुन्तला खेतीलाई हेरेर भन्नुहुन्छ? यहाँको लागि त अब एउटा वैकल्पिक बाटो, पढाइ लेखाइ औषधि उपचारको लागि विकल्प खोज्ने छुट्टै हो। कमाइको लागि यहाँको मान्छेले त्यो सोच बनाउला जस्तो लाग्दैन अहिले तत्कालै के। कतिपय त राम्रो इन्कम गर्ने, अरू विशेष जागिरको सिलसिलामा अरू कुरामा आफ्नो परिवार लाने कुरो छुट्टै हो। नत्र बसेर यहीँ अब 2-4 लाख कमाउँछु भन्नेहरूलाई त्यो यही नै पर्याप्त भयो। हजुरले पनि प्रधानाध्यापक हुनुहुन्छ पिपल डाँडा माविको होइन? सँगसँगै सुन्तला पनि गइराखेको छ, यो पनि गरिराख्नु भएको छ? सुन्तला कागती छ, कागती पनि छ। 150 बिरुवा कागती छ, फलेको छ होइन। यहाँ हामी त सन्तुष्ट छौँ यो होइन। यो चिजले अब किन
आफ्नै ठाउँमा खुसी त सबै ठाउँमा थानाको विषयमा कुरा गरौँला भनेपछि सुन्तला खेतीबाट अहिले 10-12 घरले 18 लाखको यो वर्ष गएको वर्ष सुन्तला बेच्नुभयो। इन्कम भयो। अब आउने वर्ष अझै यो बढ्दै जान्छ, घट्दैन बढ्छ है। प्रत्येक बिरुवाहरू प्लस भएको छन्, फलाइको बिरुवाहरू थपिएको छन् भनेपछि इन्कम त घट्दैन, फेरि घट्ने अवस्थामा छैन। हस्, थ्याङ्क यू। हजुर, धन्यवाद सर।